नमस्कार साथीहरू, कुमार गुरुङ युट्युब च्यानलबाट हार्दिक स्वागत छ। साथीहरू, अहिले चाहिँ म भैँसीपाटी आसपासको मुख्य हाइवेबाट बोलिरहेको छु। यहाँ चाहिँ अहिले मच्छिन्द्रनाथको मन्दिर लाने तयारी, बुकमती लाने तयारी गरिरहेको छ। मान्छेहरू एकदम हिँडडुल गर्ने क्रम जारी छ। सधैँ मान्छेहरू अगाडि बढिरहेको छ। यहाँबाट मच्छिन्द्रनाथको मन्दिर चाहिँ 12 वर्षमा एकचोटि यहाँ ठुलो मेला लाग्छ। साथीहरू, अहिले जौलखेलबाट मन्दिर बुकमती लाने तयारी गरिरहेको छ। मान्छेहरूले बोकेर हिँडेरै ल्याएको छ मन्दिरलाई। अब यहाँबाट चाहिँ बुकमती लगेर सेलाउँछ साथीहरू। मच्छिन्द्रनाथको मन्दिर बुकमती लागिरहेको छ साथीहरू, जुन चाहिँ जौलखेलबाट ल्याएको हो। मच्छिन्द्रनाथको मन्दिर बुकमती लाने तयारी गरिरहेको छ। हेर्न साथीहरू, 12 वर्षमा एकचोटि ठुलो मेला लाग्छ भनेर यहाँको स्थानीयहरूको भनाइअनुसार छ। यो परम्परा अनुसारले चलिरहेको छ। हेर्न साथीहरू, तलै छ, आइदिएको छैन। छाताले ओढाएको चाहिँ मच्छिन्द्रनाथको मन्दिर हो। पुरै सेक्युरिटीका साथ हेर्न सक्नुहुन्छ। जौलखेलबाट बुकमती लगेर मच्छिन्द्रनाथको 12 वर्षमा एकचोटि हुन्छ यो चाहिँ दर्शन। बुकमती लगिरहेको छ साथीहरू। पुरै बाजागाजाका साथ मन्दिरलाई एकदम भव्य स्वागतका साथ लगिरहेको छ।